होइन आज यो बुहारी उठेको छैन के हो 10 बजिसक्यो अहिलेसम्म उठेको छैन होइन यो बुहारी अहिलेसम्म उठेको छैन 10 बजिसक्यो म चाहिँ चिया बनाउनु पर्ने उठेर यसो खाजाहरू बनाउनु पर्ने के भएको यो बुहारी त 10 बजीसम्म सुतेको म बुढी मान्छेले त कति काम गर्नु बिहान नै उठे के भन्नुभयो आमा खै आज त मलाई त भुँडी दुखेर हो कि के हो बिहानदेखिको उठ्नै सकेको छुइनँ साह्रै दुखिरहेको छ हौ उठ्न नसकेर ए भुँडी पो दुखे त चिया पकाएर दिन्छ होला भनेको त ए त्यसो भए पर्ख म तातो पानी ल्याएर दिन्छु तातो पानी खाऊ अनि एकछिन आराम गर अनि सन्चो हुन्छ हन मम्मी त गइ पो हाल्नुभयो त भुँडी दुखे मात्रै भनेको थिएँ मैले त गइ क्या उठेर खाना बनाएको चिया बनाएको यिनीहरू कहिले यसो बिहान उठेर चिया पकाएर एक कप दिँदैनन् जहिले आफू बुढी घिस्रिनुपर्छ के जमाना है हाम्रो पालामा त बिहान सासू भन्दा बुहारी अगाडि उठेर कति काम गर्नु पर्थ्यो यो अहिलेको बुहारीहरूलाई त नाटक कति पानी खाऊ तातो पानी अनि फेरि अलिक त्यो भुँडी ठिक हुन्छ अनि उठेर यसो किचनतिर पनि काम गर हौ कति गर्नु बिहानदेखि उठेर वाक्कै भइसक्यो म त तिमीलाई भने अब ल्याइदिइहाल्यो खानु चाहिँ पऱ्यो पानी औ अब त ठिक भयो होला नि यसो खानु पनि पर्ने खाना पकाउनु पर्ने जाऊ खाना पकाऊ अब हुन्छ मम्मी अब त म बनाउँछु नि है बिहानदेखि तपाईँ पनि थाक्नु भयो होला हुन्छ अब म पकाउँछु नि खाना ए फेरि खुट्टा पो भाँची पठायो ए लु उठेर माथि बस लु उठेर माथि बस त हुन्छ अब खाना पकाउनु पर्ने फेरि है खाना चाहिँ ए फेरि खुट्टा पनि उयो भयो अब बस एकछिन मै खाना बनाउँछु अब के गर्नु त नि अब खुट्टा पनि यस्तो भयो होस् अब आफै खाना बनाउँछु हुन्छ मम्मी ल हुन्छ पकाउनुहोस् है हेर्नु न खुट्टा के भयो मेरो त पाक्यो अब खुट्टा मर्काइहाली अब खाना त दिनु पऱ्यो नि हौ के गरेर आराम गर्दै होला बोलाएर खाना त दिनु पऱ्यो अलिकति के गर्दैछस् अनि म त आज होइन बिहानदेखिको नि के भयो के भनेर नि कामै गरेको छुइनँ अहिले पनि अलिकति उठेर बसिरहेको थिएँ कि जाउ बढी अब त ठिक भयो खाना पकाऊ भयो नि त कि अन्त फेरि उठेर हुन्छ आमा खाना पकाउनु जान्छु भनेर उठेर आइ आमा खुट्टा भाँच्छु भनेर एकछिन गरेको थिएँ खाना पनि आफै पकाउनु गइरहेको छ हेर्न अनि म बुढीलाई खुवाएर खाना पकाउनु आएर आफूसँग फोनमा बात गरेर